हामी दुई भाइ हिजो अस्तिसम्म उहाँ चाहिँ अध्यक्ष हुनुहुन्थ्यो साधना साकोस दमकको र उहाँले मलाई हस्तान्तरण गर्नुभयो। मैले हस्तान्तरण गरेर पनि मैले 8.5 वर्ष चलाएँ सहकारी। उहाँले 6 वर्ष चलाउनु भयो र आज हामीले 15औं वार्षिक साधारण सभा सम्पन्न गरेर हाम्रा योगेश गुरागाईज्यूलाई उहाँकै भाइ हुनुहुन्छ उहाँलाई हस्तान्तरण गऱ्यौँ। यो बीचको समय तपाईलाई कस्तो लाग्यो? सहकारीलाई कहाँबाट कहाँ पुर्याउन सोचेका थियौँ, हामीले पुर्याउन सकिनौँ? हामीले सोचे भन्दा चाहिँ धेरै गऱ्यौँ। यसो अरू सहकारीहरूको अवस्था हेरिन्छ अनि फर्केर फेरि हाम्रै सहकारीमा गइन्छ। दिनमा 1 घन्टा जति त्यो सहकारीमा अहिलेसम्म बिताइरहेको छौँ। एउटा सानो कोठा हुँदा व्यवस्थापक कर्मचारी अध्यक्षको कुर्सी पनि हुँदैन थियो त्यो बेला। 3 वर्ष 4 वर्ष त कुर्सी पनि हुँदैन थियो। मिटिङ बस्दा पसलमा बस्थ्यौँ हामी। बेलुका पसलमा बसेर गर्थ्यौँ। तपाईँलाई पनि थाहा छ नि, होइन? थाहा छ। हामी पसलमा बेलुका बन्द गरिसकेपछि एकातिरको सटर लगाएर एउटा सटर उचालेर मिटिङ बस्थ्यौँ। त्यसरी चलाएको सहकारी संस्था आज यो दमकमा एउटा प्रतिष्ठित सहकारीको रूपमा छ। त्यो पुर्याउनको लागि चाहिँ हामी त एउटा पात्र मात्रै भयौँ, तर त्यो पात्रसँग जोडिएका अदृश्यहरू धेरै छन्, शक्तिहरू। ती शक्तिहरूलाई सम्झनै पर्छ। अब ती चिजहरूलाई विशेष गरेर त हाम्रा शेयरधनीहरू नै हुन्। शेयरधनी अनि सबैले चाहिँ आफ्नो पारिवारिक सहकारी जस्तो ठानेर, आफ्नै सहकारी जस्तो ठानेर सबैले सहयोग गर्नुभएछ। त्यसो हुनाले यो चाहिँ के छ भने एउटा फ्यामिली जस्तो भयो हाम्रो सहकारी। लगभग अहिलेको दिनमा आजै हेरौँ न, हेरौँ 450 जना शेयर सदस्य लगभग भएको ठाउँमा 300 भन्दा प्लस हाम्रो शेयर सदस्य उपस्थिति। अब यो उपस्थिति यस्तो गर्मीको समयमा समय निकालेर 300 प्लस उपस्थिति हुनु भनेको नट अफ जोक्स होइन। त्यति उपस्थिति हाम्रो परिवार जस्तै एउटा सानो पिकनिक आयोजना गर्छौँ भन्दा पनि 400मा हामी 200 प्लस जहिले पिकनिकमा उपस्थिति हुन्छौँ। बिहानदेखि बेलुका बस्छौँ अनि सबैले बचत गर्नुहुन्छ अनि कर्जा चाहिए लिनुहुन्छ। अरूभन्दा सहुलियत छ। हामी नाफा भन्दा पनि सेवा व्यवसायलाई कसरी दिन सक्छौँ, उहाँहरू व्यवसायमा कसरी टिक्न सक्नुहुन्छ, त्यो चिजलाई चाहिँ बढी महत्त्व चाहिँ हामीले दिएका छौँ। तपाईँ निवर्तमान अध्यक्ष हुँदाखेरि हामीले कहिल्यै पनि सकस महसुस गर्नु परेन सहकारीमा। आफ्नै सहकारी जस्तो ठानेर आएको समस्यालाई पनि उहाँहरू आफैले चाहिँ यसरी हो समाधान भएर समाधान निकाल्नु हो। हामीले त्यसको लागि चाहिँ कहिल्यै टाउको दुखाएनौँ र यो चाहिँ निरन्तरता रहोस्। यो सहकारी चाहिँ सधैँभरि चलेर जाओस्। काहीँ हामीले मर्ज गर्ने, कुनै सहकारीसँग चाहिँ सहयोग लिने त्यस्तो खालको अहिलेसम्म केही गर्नु परेको छैन र केही गर्नु नपरोस्। किनभने हामी व्यापार व्यवसाय गर्नेहरूका लागि मात्रै त्यो एउटा सहयोगी संस्थाको रूपमा स्थापित हुन सको र त्यही रूपमा जाओस् भन्ने मेरो चाहिँ त्यस्तो कामना छ। मेरो पनि अब विभिन्न यी कुनै न कुनैका आफ्ना आफ्ना सङ्घहरू हुन्छन्। हामी बजारमा रहेका हाम्रा शेयर सदस्यहरूको एकदम सहयोगी होइन। हामीले त अघि हामीले भन्यौँ पनि, निवर्तमान पूर्व अध्यक्ष हुँदा हामीले आफ्नो मन्तव्यमा पनि भन्यौँ, तपाईँलाई नानी बच्चाहरू जन्मिँदै हुन्छ, अप्ठ्यारो पऱ्यो भने हाम्रोमा कुर्र कुदेर आउनुहोस्, हामी सहयोग गर्छौँ। त्यसलाई पढाउनु पऱ्यो, कुन शीर्षकमा लगानी गर्न सकिन्छ, सहयोग गर्न सकिन्छ, त्यो चिज हामी गर्छौँ। यस्तो चिजहरू सामाजिक रूपमा र उहाँको जीवनस्तर उकास्ने कामहरूलाई पनि हामी सहयोग गर्छौँ। अझै व्यवसायसँग जोडिनुहुन्छ भने त, व्यवसायलाई उत्पादनमा लानुहुन्छ भने त यो चिजहरूमा सहकारी अझै हामी खुसी अब म संस्थापक अध्यक्ष, तपाईँ निवर्तमान अध्यक्ष हुँदै गर्दा यो चिजहरू यो अर्कोले गर्छ गर्दैन भन्दा नि गर्ने हामीले नै हो। हाम्रै जुनियर भाइहरूले नेतृत्व लिएका छन्, उहाँहरूलाई हामीले डोर्याउने हो। उहाँहरू पात्र मात्रै हुनुहुन्छ। तपाईँ पनि अध्यक्ष बन्दै गर्दा त्यो कुर्सीमा तपाईँ भर्सक नबसेर संस्थापक भएर तपाईँ नै बस्नुहोस् भन्नुहुन्थ्यो होइन। अब अहिले पनि त्यो खालको त्यो कुर्सी म भन्दा पनि एउटा नेतृत्व हस्तान्तरण गर्ने प्रविधि हामीले संस्थापक अध्यक्ष भइराख्दाखेरि म पनि त संस्थापक सचिव थिएँ हो। अनि हामी त्यो अनुसारले काम गऱ्यौँ र अब अहिले पनि पक्कै पनि तपाईँहरू ढुक्क हुनुहोस्। सम्पूर्ण शेयर सदस्यहरू जो जोडिन चाहनुहुन्छ यो फ्यामिलीमा भने ओपन छ। शैली सहकारीको एउटा 7 सिद्धान्तमध्ये यो चिजहरू तपाईँहरूले पाउनुहुन्छ होइन, पाउनुहुन्छ। तपाईँहरू आउनुहोस्, सँगै सहयात्रा गरौँ, त्यसमा कुनै अप्ठ्यारो छैन। तपाईँहरूलाई केही अप्ठ्यारा छन्
व्यवसायमा केही समस्याहरू छन् भने आउनुहोस्, त्यसलाई सहजीकरण। र भोलि पनि केही समस्या आयो भने हामी दुईजना पूर्व अध्यक्षहरू चाहिँ तपाईँहरूलाई सहयोग गर्न एकदम तयार छौँ। धन्यवाद, नमस्कार।